हेलो साथीहरु, आज म बनाउन गइरहेको छु मैक्रोनी मेरो स्टाइलमा। हजुरलाई कस्तो लाग्छ हेरेर प्लिज भन्नु होला ल। यो रहेको छ मैक्रोनीको ग्रेभीको लागि टमाटर 3टा, प्याज 2टा, लसुन अनि खुर्सानी। हजुरलाई अब कति पिरो मन पर्छ त्यही अनुसार 3टालाई बोइल गर्न राखेको छु। पानी बोइल गर्न राखेको छु। पानी बोइल गर्न राख्नको लागि अलिकता कलर आओस् भनेर बेसार, त्यसपछि नुन अनि हल्का पास्ता नचप्कोस् भनेर तेल। अब यति भएपछि बोइल हुन दिने हो। बोइल भइसकेपछि पास्ता हामी राख्नेछौँ। यहाँ हाम्रो टमाटर, खुर्सानी, लसुन बोइल भइसकेको छ। अब यसलाई हामी निकालेर चाहिँ मिक्सरमा ग्राइन्ड गर्नेछौँ। हाम्रो टमाटर, लसुन, खुर्सानी, प्याज बोइल भएर रेडी भइसकेको छ। अब हामी यो छिल्काहरू सबै फाल्छौँ। फालिसकेपछि अनि त्यसपछि यसको पेस्ट बनाउँछौँ। मिक्सरमा ग्राइन्ड गर्नको लागि मिक्सरमा राखिसकेको छु। अब मिक्सरमा ग्राइन्ड गर्ने छ। हल्का पानी, धेरै नै हल्का मात्रै, कि मिक्सर राख्नुहोस्। अनि हाम्रो टमाटर प्युरी पनि रेडी भइसकेको छ। अब जाम हामी पानी बोइल रेडी भइसकेको छ। अब पास्ता हाल्ने टाइम छ। अब हामी पास्ता हाल्न गइरहेको छौँ। हल्का मिक्स गरिदिउँ होइन, चप्कियोस् नै भनेर। पास्ता हाम्रो रेडी भइसकेको छ। हेर्नुहोस् गाइजहरू, यस्तो भइसकेको छ। यति भइसकेपछि हामीले निकालिदिनु पर्छ है, किनकि बढी ओभरकुक भयो भने चाहिँ राम्रो हुँदैन। हाम्रो पास्ता रेडी भइसकेको छ है साथीहरू। हेर्नुहोस्, यतिसम्मको बोइल गर्नुपर्छ, धेरै बोइल गर्नुहुन्न। अनि मैले यहाँ कराई पनि बसालिसकेको छु। अब यहाँ चाहिने जतिको तेल हाल्न गइरहेको छु। ठिक छ। अब हजुरलाई कति मनपर्छ, मलाई धेरै ओइली मनपर्छ, त्यसैले गर्दा कम तेल हालेको छु। तेल तातिसकेको छ साथीहरू। अब यसमा हामी जिरा हाल्ने गर्छौँ। जिरा, कराई मसला पनि। अब यसमा पेस्ट हाल्ने छु साथीहरू। कलरको लागि बेसार, मिक्स, यसलाई मजाले पाक्न दिने। मसाला रेडी भइसकेको छ साथीहरू। अब चाहिँ पास्ताको मेन मसला भनेको मैगी मसला। मलाई चाहिँ यो मनपर्छ, मैले चाहिँ यो हाल्छु। हजुरलाई जुन मसला मनपर्छ त्यही हाल्नु होला। अब चाहिँ पास्ता हाल्ने बेला भइसकेको छ। अब पास्ता मिक्स गर्नेछु। बने रेडी भइसकेको छ। अब यसमा हल्का धनिया हाल्छु म। अब एकछिनमा घरको मान्छेलाई दिएर यसको कस्तो टेस्ट छ हजुरलाई भन्छु है। अहिले टेस्ट गर्न गइरहेको छ। कस्तो छ बाबु? मेरो छोरा टेस्ट गर्न गइरहेछन्। कस्तो छ नि? मिठो छ? म टेस्ट गर्न गइरहेको छु। एकदम दामी भयो। आजको भिडियो यतिमै एन्ड गर्न चाहन्छु। हस् त, बाई बाई साथीहरू।